बालेन र रासोपाको नेपालभरि क्रेज देखेर झापा र धरानमा भूकम्प आएको छ। दाइ सूर्य छ सूर्य। भाइ सूर्यको जमाना गयो, अब त घन्टी छ घन्टी। सूर्यबाट टाढा बसौ, आफ्नो देश र स्वास्थ्य बचाउ। हजुरबाले भन्नुहुन्छ घन्टीमा भोट हाल्ने, हजुरआमा भन्नुहुन्छ घन्टीले हो पाल्ने। भोट हाल्न लाहुरबाट आउँछु भन्छ दाइले, बालेन साकै नाम जपी हिँडेको छ भाइले। भोट केमा घन्टीमा, भोट केमा घन्टीमा भन्छ नामा बाले, सही पनि बालेन, मै पनि बालेन। यो भिडियोमा जेनजी रिभोल्युसन देखि अहिले चुनाव भएर बालेन शाह ज्यूले झापा 5 मा जितेर घन्टी टुलुङ टुलुङ देशभरि बजिराख्दाखेरि के भयो सबै कुरा बिस्तारै अनफोल्ड गर्दै जानेवाला छौँ। के सोचे म पार्टीहरूको झन्डा र झोला बोकेर जेनजी झोले भन्छु? म यो देशको सच्चा जेनजी हुँ। मबाट त्यस्तो गद्दारी हुँदैन। को त्यहाँ छ एमाले र काङ्ग्रेसमा मासु भात खुवाउँछ रे, मोबाइलमा हिट साला पेट्रोल नि पाउँछ रे। म आउँदिन, म त्यहाँ जाँदिन, म सच्चा जेनजी हुँ, म जाँदिन। जेसुकै अफर गरोस्, म 1 जाँदिन, 2 जाँदिन, 3 जाँदिन। आऊ बाबु आऊ, म आउँदिन। आऊ बाबु आऊ, जेसुकै गर्नुस् म आउँदिन। यति गर्दा नि त नआउनी, यति गर्दा पनि त नआउनी। तँलाई जानेछु मैले। आइदियो अब आम जेनजी, म त्यस्तो भेडा बाख्राको चालमा म आउँदिन। कति नै गरे यार यसले। ल 1 वर्षसम्म फ्री वाइफाई। बल्लो केटो औकातमा आयो। आजको भिडियोमा म 7 दिनसम्म जेनजी झोले बन्नेवाला छु। नाइस भिडियो कन्सेप्ट, तर खानपिन भइसकेपछि भोट चाहिँ हाम्रै पार्टीमा है, त्यसलाई इग्नोर गरौँ। आई होप हाम्रो पुरानो पोलिटिकल पार्टिजहरू सन्चै हुनुहुन्छ। देशभर घन्टी टिनिनिनी बज्दा काङ्ग्रेस एमालेहरू पिनिनिनी भए। चुनावमा काङ्ग्रेस एमालेका नेताहरूले व्यवस्थापन गरिदिएको गाडी चढेर गाउँ गएकाहरूले पनि भोट भने रासोपालाई हालेको पाइएको छ। आफ्ना कार्यकर्तालाई समेत मत हाल्दैन। हाम्रो पुरानो पोलिटिकल पार्टिजहरूलाई ठुलो सङ्कट आएको छ, तर उनीहरूले त्यो डर देखाउनु भएको छैन। चुनावलाई थ्रेट, एमालेलाई काङ्ग्रेसलाई। सही लोग आवे वाला है, वहीला घंटी में वोट रहेंगे। हिस्ट्री भनेको फेरिने चिज हो भाइ। बालेन अहिलेसम्म आएको थियो। पुरानाहरू एक हुन भनेको भन्ने डर लाग्यो। डर लाग्यो माइ लर्ड। प्रधानमन्त्री बन्नु न यो वर्ष भन्ने जस्तो लाग्दैन। कठिन छ जीवन। फेरि पनि एमाले सरकार, फेरि पनि मोदी सरकार, फेरि पनि पुराना भनिएका पार्टीहरूको सरकार। मेरो लागि त त्यहाँ हारको भन्ने कहाँबाट ल्याउनु हो फेरि शब्द? ऱ्यापर हो, गीत गाउला भनेर तबला दिएको मैले मेरै आफ्नै क्षेत्रमा आएर घरैमा तबला बजारेको। रक्सी पठाइदियो न यार, निद्रै लागेन कि मलाई त। म प्रधानमन्त्री हुँदा भूतकाल लुसिफरहरू मिलेर मेरो देउता जस्तो केपी बालाई राक्षसको ट्याग दिएर देश निकाले। केही समय अगाडि केपी बाले आफ्नो पिता गुमाउनु भएको थियो। पोलिटिक्स र कमेडीहरू आफ्नो ठाउँमा छन्, तर सबभन्दा पहिला ह्युम्यानिटी र रेस्पेक्ट आउँछ। उहाँको बुवाको वैकुण्ठमा बास होस्, रेस्ट इन पिस। बालेन शाहले जित्नुभयो भने म यो गरिदिन्छु, म त्यो गरिदिन्छु, म देश छोडिदिन्छु भन्ने मान्छेहरू चाहिँ कहाँ गए? बालेनले यतिभन्दा बढी मत ल्यायो भने देश छोड्छु, काठमाडौँ छोड्छु, कान काट्छु, नाक काट्छु। म तिम्रो गु खाइदिन्छु भने मैले गलत बोलिनँ, जितोस् म खाइदिन्छु। मैले बोले होइन एआईबाट बनाएको
म तिम्रो गु खाइदिन्छु भने कान काटेर म टेकिङ हस्पिटल गएर टाका लाउँछु गाइज लेट्स बी म्याच्योर के मान्छेलाई अति नै गर्नु हुँदैन के र उहाँले जोस जोसमा धेरै कुराहरू भनिदिनु भयो त्यो भन्दैमा उहाँलाई कति समेत नराम्रो भनेका छन् के मान्छेले कान कानेरीलाई देखेपछि कान काट्नको लागि लखते मान्छेहरू उहाँले कति समेत नराम्रो कुरा सुन्न परेको छ के यति नराम्रो कुरा उहाँले सुन्न परेको छ नि सो दिदी म तपाईँलाई एउटा सजेसन दिन्छु के बरु त्यो कानै काटिदिनुहोस् के तपाईँले त्यो नराम्रो कुरा सुन्नै पर्दैन उहाँलाई धेरै नै भइसक्यो सो अब यो कुरा यहीँ छोडिदिनु सङ्कटकालको यो स्थितिमा छोलेहरूलाई एउटा नयाँ स्ट्र्याटेजी जेनजीलाई जेनजीकै भाषामा हराउनको लागि एउटा व्यक्तिले मात्र सक्छ प्लिज वेलकम झोलेको नि झोले गफारी नम्बर 1 द वान एन्ड ओन्ली जेनजी झोले टिकटक र इन्स्टाग्राममा मैले पेज बनाएँ बाई द नेम जेनजी झोले एन्ड बायोमा झोले नम्बर 1 फलोवर्स बर्सात गर्ने यो 7 दिनको प्रोसेसमा धेरै प्रब्लम्स टेन्सन्स खुसी डान्स 200 IQ स्ट्र्याटेजिज सबै कुराहरू भयो जुन तपाईँले भिडियो अगाडि हेर्दै गइसकेपछि थाहा एकपल्ट मानसिक अस्पतालमा दिमाग चेक गराउनु फाइनली सबै भिडियोजहरू खिचियो कराउँदा मेरो घाँटी चैट भइसक्यो अब सब भिडियोहरू एडिट गरेर पालै पिलो अपलोड गर्नुपर्छ लेट्स बिगिन जेनजी झोलेको आतंक सबैलाई नमस्ते म जेनजी झोले म एमाले कांग्रेस माओवादी तिनटैको झोले मलाई केही कुराको डर छैन मलाई केही लुकाउन नि परेको छैन म झोले हुँ झोले देन रिभिल योर फेस इफ केहीको डर छैन भने अफकोर्स फेस रिभिल हुन्छ तर लास्टमा जब मैले मेरो सबै कन्टेन्टहरू पोस्ट गरिसक्छु र त्यो बेला जेनजी झोले will reveal its identity. Day 1 को कुरा गर्दाखेरि इन्स्टाग्राममा only 7 followers. CR7 टिकटकमा हाम्रो फलोवर्स 28 छ के एक दिनमा 28 फलोवर्स कम हो हाम्रो भाइरल हुने लक्ष्य बोकेर हिँडिरा बेला मलाई एकजनाले टिकटकमा मेसेज गर्नुभयो हाई मैले पनि लेखिदिएँ हाई त्यसपछि उहाँको केही पनि रिप्लाई आएन इग्नोर हानिदिनु भयो हाम्रो नेताहरू एकदमै राम्रा हुन् उनीहरूले देशबाट बेरोजगारी हटाएका छन् यत्रो गुण्डाहरू पालेका छन् नि त उनीहरूलाई रोजगार दिएका छन् कहाँ छ ल प्रमाणित गरेर देखाउनु पर्यो नि हाम्रो ARK दाइले झोलेहरूलाई क्रिटिसाइज गरेर एउटा फन्नी भिडियो बनाएको भएर 5 जना मिलेर उहाँलाई कुटेको रहेछ मेरो छोरालाई पापा अन्जाने मिलेर कुटेको रहेछ के गल्ती गरेछ कुटेको तपाईहरुले अवश्य पाउनुहुन्छ न्याय म दिन्छु न्याय प्रधानमन्त्री केपी ओली बनेपछि गृहमन्त्री को बन्छ भनेर सोध्नु भयो होला महेश बस्नेत हो महेश दाइलाई हामी पहिला गृहमन्त्री बनाउने त्यसपछि महेश दाइलाई प्रधानमन्त्री बनाउने पहिला उहाँलाई मान्छे बनाऊ के उहाँ त बा हो नि त यो आन्दोलनको मैदानको बाग हो हामी बाग यस्तो गुण्डु त्रासमा राख्नु भएको आतंककारी जनावरलाई पार्लियामेन्टमा प्रवेश निषेध छ पहिला उहाँलाई मान्छे बनाऊ त्यसपछि पहिलो भोट मेरै तर्फबाट ल महेश बस्नेतले एक्लै यहाँ लिएर देखाइदिनुहोस् त पिसा फेर्न जाँदा 4 जना गुण्डा बोकेर हिँड्नेले अनि त्यहाँ ठुला कुरा गरेर हुन्छ म गुण्डै हैन नि यार कपाल पाल्दैमा गुण्डा हुन्छ किन गराको बोगर भवन हैन सरी दाइ सरी माफी माग्न चाहन्छु सरी है सरी मुयाहरू हो अनि बुवा आमा नि अब छोरोले राम्रो गरेछ छोरोले भने सबै ठीक छ डेमोक्रेसीमा बोल्न सबैलाई अधिकार छ बोल्नबाट कसैलाई नरोक्नुस् हामी बोल्न डराउँदैन हुन्छ पक्रिन्छ के गर्छन् त मार्दिने त होइन होला मार्छन् भने मार्दिनु न त बलात्कारीलाई मार्न सक्दैन हामीले मारेर के हुन्छ हामीलाई आतंकवादी भन्नेहरूको पत्ता साफ हुँदैछ तिमीलाई चुनावमा नउठ भनेको होइन मैले हारिन्छ चुनावमा नउठ यो घर धितो राखेर पैसा ननिकाल भनेको होइन अहिले अँध्यारो मुख लाएर आएर हुन्छ खोइ उम्रिया पनि छैनन् बाबै उम्रिया पनि छैनन् आज चाहिँ डे 2 सक्यो डे 2 को एनालिटिक्स भन्नुपर्दा इन्स्टाग्राममा एउटा फलोवर्स मात्र बढेर 8 फलोवर्स भयो 8 कठिन छ जीवन तर टिकटकमा 72 फलोवर्स 72 पुगिसक्यो 2 दिनमा हाम्रो टिकटक भाइरल हुनेवाला छ चान्स पायो कि नेपालीले गर्छ सबै एमाले हो शानका साथ गौरवको साथ
छाती फुलाएर भन्ने हो। म पनि छाती फुलाएर भन्छु, म पनि एमाले हुँ, एमाले। मलाई मुख सुख लुकाउन परेको छैन, मास्क लगाएर मुख सुख लुकाउन परेको छैन रे। यस्तो खतरा दिमाग लगाएको हो नि कसैले चिन्न सक्दैन के मलाई, कसैले पनि मलाई चिन्न सक्दैन के। हेलो युवराज अधिकारी, म यति फेमस छु यार, मास्क लगाए नि मान्छेहरूले चिन्छन् के गर्न सकिन्छ, के एउटा भिडियोमा मात्र कमेन्ट गरेको भए पनि एउटा कुरा के, तर होइन सब भिडियोमा हेलो युवराज अधिकारी, हेलो युवराज अधिकारी, हेलो युवराज अधिकारी। आफ्नै दाइका प्राइभेट कुराहरू चाहिन पर पर्सनली कुराहरू लहर चाहिन पर बजारमा झ्यापझ्याप्ती पारिदिया छ। केपी ओली आई लभ यु भन्ने नारा फेरि देशभरि गुन्जिन्छ। ओलीज्यूबाट देश विकास कसरी गर्ने सिक्न नसके नि रिलेसनसिप एडभाइस चाहिँ दरै सिक्न सकिन्छ के। रुपै मोहनी नारायण रुपै मोहनी के हो त्यो आई लभ यु कस्तो हुन्छ त्यो? केपी ओलीलाई प्राइम मिनिस्टर भन्दा नि रिलेसनसिप मिनिस्टर बनाइदिएको भए हाम्रो देश कहाँ पुग्थ्यो। हेटेड बाई मेनी बट लभड बाई ज्योति मगर, अरू के चाहियो? ज्योति मगर दिदी तपाईँ सन्चै हुनुहुन्छ? आरामै मासु भात पुगेको छ कि हामीले पठाइदिउँ? कस्तो मजाले तुरुक्कै सूर्यमा भोट हालिदिनु भएको हाम्रो कुकु दाजुले। आज डे 3 को एनालिटिक्स भन्नुपर्दा इन्स्टाग्राममा चाहिँ हाम्रो ग्रो भइरहेको छ, फलोवर 16 पुगिसकेको छ। एन्ड टिकटकमा टिकटकमा हाम्रो केपी ओली आई लभ यु वाला भिडियोमा 6500 भ्युज एक दिनमा पुगिसकेको छ के साथीहरू। टिकटकमा जेन्जी झोले इज गोइङ टु बी भाइरल। यो भाइरल हुने प्रक्रियामा एक स्टेप अगाडि बढेको खुसियालीमा डान्स त बन्छ, नाच्नु त पर्छ। लाल दुपट्टा फर्सीको गट्टा झिनाको मुन्टा रे, आलुको सब्जी गुन्द्रुकको झोल कति मिठो लाग्छ रे। हाम्रो शेरबहादुरज्यू एकदमै ब्रेभ हुनुहुन्छ, ब्रेभ। सबै नेताहरू आफ्नो घर छोडेर भागे तर शेरबहादुरज्यूले आफ्नो घर छोडेर जानु भएन। शेरबहादुरज्यू सँगै अर्को एकजना पनि एकदमै ब्रेभ हुनुहुन्छ, को हजुरलाई थाहा छ? बेलुन शाह। बेलुन काठमाडौँको धुलो खाँदा बेलुनज्यू यति फुलिसक्नु भएछ, राति अचानक पड्किनु भयो के। जो छ सबैलाई फु रे के। अमेरिका फु, इन्डिया फु, चाइना फु, एमाले फु, फ्युचर प्राइम मिनिस्टर भयो नि, मेयर भयो नि, मनभित्र त ऱ्याप नै छ। फ्रस्ट्रेसनमा फ्याट्टै मारे रोस्ट निस्किहाल्छ। My fellow Americans. What the fuck? भारतको What the fuck? No you woman. What the fuck? What the fuck? हेर्नुहोस् तपाईँले बल्ल बोल्दै हुनुहुन्छ तपाईँ। What the fuck? जय घन्टी। What the fuck? राष्ट्रिय प्रजातन्त्र पार्टी। What the fuck? के भनेको तिम्रो आमा बाउले के सिकाएको तिमीलाई? बेलुनजीले फ्रस्ट्रेसनमा भने नि मैले जोको हिसाबमा भिडियोमा राखे नि यस्तो अपवित्र शब्द प्रयोग नगर्नु होला। ओहो सरी है, यस्तो अपवित्र शब्द मेरो मुखबाट आयो, कृपया मलाई पानी दिनु त, मुख खुल्ला गर्नुपर्छ। सरी। बालेनज्यू अब स्ट्याटस चेन्ज गर्ने बेला आयो जस्तो छ। आज डे 4, आज म घर ढिला आएँ जसको कारणले मैले 2टा भिडियो एडिट गरेर हाल्न भ्याइनँ। जसो तसो पाटपुट पारेर एउटा भिडियो एडिट गरेर हाल्थेँ जसमा भ्युज राम्रो आएन, लाइक्स पनि राम्रो आएन, फलोवर्स पनि धेरै बढेर दुवै टिकटक इन्स्टामा डाउनफल भयो क्या मेरो, डाउनफल। म खत्तम भएँ, म बर्बाद भएँ, म सकिएँ, मेरो बेइज्जत भयो। मलाई ज्वरो आएको छ 103 डिग्री। त्यो भन्छ नि खुसीमा धेरै मातिनु र दुःखमा धेरै खुसी हुनु होइन, खुसीमा धेरै मातिनु र दुःखमा धेरै के थियो जे भयो नि त्यो सायरी भयो क्या, त्यो सायरी इन रियल लाइफ भयो यार। कमेन्टमा हेलो युवराज अधिकारी भने को हो कि त्यसले नै आँखा लगाए जस्तो छ। अब आई इमोजी हालेर म भिडियो पोस्ट गर्छु। रिसाउनुमा कुनै फाइदा छैन, रिसले अरूलाई होइन आफैलाई नोक्सान गर्छ। हामी फेरि मासु भात खाँदेर जनताहरूलाई लोभ्याएर भोट लिनेवाला छौँ। यो पार्टीको मासु यति राम्रो बन्छ भने देशको राम्रो बन्छ।
एमालेको मासु किन यति मिठो हुन्छ हजुरहरूलाई थाहा छ? एउटा पनि थोपा तेल नहालिकन एकदम मसला नहालिकन नुन मात्र हालेको भरमा सबभन्दा मिठो मासु बनाउने मान्छे म। मासु भात आयो। मासु भात भनेर कमेन्ट गर्नुहुन्छ फेसबुकमा। मासु भात भनेर कमेन्ट गरेर बसिरहनु भन्दा कुरो आयो भने तिमीहरू पनि भ्याउँछौ पुरा अलिअलि। मासु खोइ मासु आयो मासु। केपी ओलीको हातमा देश दियो भनेदेखि राष्ट्रलाई कहाँ खाल्दो। एमालेहरू बीच गएर एमालेकै विरोध गर्न पनि आँट चाहिन्छ के? सुरुङको लागि खाल्दो सुरुङ निर्माणको मौत को छू के टक से वापस आ सकता भवतु सर्वमङ्गलम्। बुवा संसार एआई होइन के? उठ्नुस् निन्द्राबाट उठ्नुस्। आफ्नै पार्टीले हजुरलाई टाटा बाई बाई गरिदिइसक्यो। केपीजी हजुर पनि आफ्नो साथी जसरी राजनीतिबाट अब रिटायर हुने कि? मलाई त प्रधानमन्त्री नभइकन त म बस्नै सक्दिनँ क्या, म त छटपट्टि नै हुन्छु। काङ्ग्रेस 2.0 का गगन थापाज्यू कहाँ हुनुहुन्छ हजुर? कहाँ छौ काङ्ग्रेसका गगन कुमार थापा उर्फ गगने, कहाँ हुनुहुन्छ तपाईँ? चोकतिर केटा चोकतिर म बदलिएर आएको काङ्ग्रेस हो यो। मिराज ढुङ्गानाज्यूलाई काङ्ग्रेस 3.0 को शुभकामना। काङ्ग्रेस 2.0 सरकार यदि बन्यो भने चाहिँ केही न केही होला। हेलो मेरो ढुङ्गाना, गुड मर्निङ, गुड आफ्टरनुन, गुड नाइट मिराज ढुङ्गाना। आज डे 5 को कुरा गर्नु पर्दाखेरि हामी त्यो डाउनफलबाट उठिसकेका छौँ। हामी त्यो डाउनफललाई टाटा बाई बाई गरेर हामी फेरि रकेट जसरी सुइन उडिसकेका छौँ। हाम्रो फलोवर्स टिकटकमा त बढ्यो, इन्स्टाग्राममा पनि 64 पुगिसकेको छ। देशको लागि सोच्ने नेता पो नेता। देशको लागि अहिले अर्को एकजना व्यक्ति एकदमै चर्चामा हुनुहुन्छ, डाक्टर निकोलस भुसाल। के हो तपाईको नाम? मेरो निकोलस भुसाल। डाक्टर साहब, नेपालमा फ्रिडम अफ स्पिच छ भन्दैमा हावादारी गफ त नपेल्नुस् न। 2032 मा मनमा जाने अनि हाम्रो प्लान थियो के विश्वको सबभन्दा ठुलो सर्वोच्च अदालत बनाउनु पर्यो भनेर त्यहाँ जग्गा फाइनल गरेर यस्तो ठाउँमा हामीले गुफामा ध्यान गर्थ्यौँ। राति 12 बजे 2 बजे 3 बजे बाघ आएर चाहिँ हामीलाई आशीर्वाद दिएर अनि 2024 सम्म हामी स्पेसमा पुग्ने प्लान थियो कि। कतिपल्ट तपाईँले अलवेज झ्याप निकोलस भुसाल भन्छन् के? झ्याप भने के म बुझाइन्छ है त, म त यसैको विज्ञ हुँ त फेरि। साला चोर रवि लामिछाने हामीलाई जेल हाल्ने, हामीलाई बचाउने पञ्चायत लामिछाने। हाम्रो डाक्टर साहब यति महान हुनुहुन्छ, 5 दिनमा देश बनाइदिनुहुन्छ। यो देश बन्न के 6 महिना वेस्ट फाल्दिनु सर? 5 दिनमा म बनाइदिन्छु सर यार। हरेक नेपाली करोडपति। म हरेक नेपाली 1-1 करोड बाँड्न सक्छु सर, पुग्छ सर 5 वर्षभित्र यो देशमा। पृथ्वीलाई नेपालमै बसेर चलाउन सक्ने हिम्मत हाम्रो डाक्टर साहबसँग मात्र छ कि अरू कोहीसँग छैन। हामीले चाहिँ पृथ्वी स्वर्ग बनाउन चाहन्छौँ र पृथ्वी सरकार पनि हामीले नेपालमै बनाएर पृथ्वी यहीँबाट चलाउन चाहन्छौँ। नारायणघाटमा त्यसको लागि हामीले एरिया लिनेदेखि सबै कुराहरू गरिसकेका छौँ। राइट अ प्याराग्राफ अबाउट डोनाल्ड ट्रम्प इन कन्टेक्स्ट टु नेपाल फर 5 मार्क्स। I just want to say, Mr. Trump, right? President Trump, I have some issues with you. I want my nation to become the third nation in the world. Third country, I'm not from the third country, I'm not from the third world. There is only one world and it belongs to all of us equally. I'm very sad that you interfere in our government, you interfere in our internal matters. We don't need you, we don't need American embassy, we don't need US aid, we don't need European aid, we don't need Australian aid. हजुरहरूलाई लाग्ला होला डाक्टर साहबले गफ दिइरहेको छन्, तर होइन। हजुरहरूले डाक्टर साहबको कुरा नबुझेको हो। डाक्टर साहबको कुरा बुझ्न हजुरहरूको क्वालिफिकेसन नपुग्या हो। मेरा कुरा बुझ्नलाई साइन्समा मास्टर पढ्नुपर्छ, अध्यात्ममा वेद पुराण सबै पढ्नुपर्छ र नेपालको झापादेखि दार्चुलासम्म हरेक ठाउँको इतिहास पढ्नुपर्छ। कसले चरित्र हत्या गरेछ म चाहिँ सबैको नेम लिस्ट राखेको छु, सबैलाई मुद्दा हालिदिन्छु। लौ मुद्दा हाल्ने कुरा नगर्नुहोस् न, तपाईँले अर्कै कुरा गर्नुभएको थियो अस्ति न। मेरो कारणले गर्दा 5 जना मान्छे हाँच्छन् भने हाँच्छन् कि अझै हाँच्छन्, मलाई यो कुराले केही नै फरक पर्दैन। कुरा नफेर्नुहोस् है, मैले भ्युअर्सलाई हँसाउन मात्र खोजेको, सो प्लिज नो मुद्दा। सरी, माफी माग्न चाहन्छु, सरी है, सरी। कति गफ ठोक्नुहुन्छ, भाषण दिँदै बस्नुहुन्छ। सबैको गोली के छ? केपी ओली। तर अहिले सबले सुशीला कार्की। पोलिटिकल पार्टीले पनि गाली गर्छ, जेनजीले पनि आजै छोड भोलि छोड पर्सि छोड भन्छ। जेनजीको माग इलेक्सन मात्र होइन नि त, हत्याराहरूलाई भ्रष्टाचारीहरूलाई छिटो कारवाही गर्नु पनि माग हो नि त। दुर्गा बाबु, जेनजीको मागै पुरा भएन, के गर्नु भनेर पो भन्नुहुन्छ। क्या रमाइलो, जोक अफ द इयर। चुनावको मुखमै आएर ठुलै कारवाही गर्यो भने देश
झन् दुर्घटनामा जान सक्छ। त्यसैले अहिलेको लागि देशलाई निकास दिने बाटो भनेको चुनाव नै हो, जुन हाम्रो आमाले शान्तिपूर्ण गरेर देखाउनु भएको छ। देशलाई निकास दिनु भएको छ। हाम्रो आमालाई धेरै धेरै धन्यवाद। हामीलाई दिएको कर्तव्य हामीले पुरा गर्यौं। म आज खुसी छु किनभने देशमा निर्वाचन भयो। यति नै छ। फागुन 21 गते सुशीला कार्कीको नेतृत्वमा यो देशमा चुनाव गरेछ भने नि तपाईहरुले मेरो मुखमा पिसाब गर्दिनुस्। डे 6 को एनालिटिक्स भन्नुपर्दाखेरि हाम्रो इन्स्टाग्राममा 68 फलोवर्स पुगेको छ, तर टिकटकमा हाम्रो फलोवर्स 200 प्लस भइसकेको छ साथीहरू। 200 प्लस फलोवर्स भएको खुसियालीमा डान्स त गर्नै पर्छ। लाल दुपट्टा फर्सीको गट्टा झिनाको मुन्टा रे आलुको सब्जी गुन्द्रुकको झोल कति मिठो लाग्छ रे। पार्लियामेन्टलाई डिजल्भ गरियो। किन डिजल्भ गरेको? सबै नेताहरू बेरोजगार भएनन्। नेपालको पार्लियामेन्टरी बेरोजगारी हटाउनको लागि चुनाव हुँदैछ र कुनै जमानामा चुनावको लागि रवि बालेन र कुलमानज्यू बीच सहमति हुँदा म कति खुसी भएको थिएँ। एकैछिन बक्सै कस्तो आशा आयो भने त्यत्तिरै कस्तो राम्रो लाग्यो मलाई। तर अफसोस कुलमानज्यूको रासोपासँग लप परेको 2 हप्तामै ब्रेकअप भयो के। धोकेबाज हौ तिमी, कति रोए म तिम्रो लागि। विगत केही समय हाम्रो लागि अत्यन्तै पीडादायी भयो। यो सिचुएसनमा रासोपाबाट जो उठ्या भयो नि जित्यो के, मै उठ्या भयो नि जिते। केपी ओली ज्यू रासोपाबाट उठ्या भयो नि जित्नुहुन्थ्यो के। धोकेबाज हौ तिमी। मेरो एउटा साथी छ, उसलाई बालेन नि मन पर्दैन, रवि नि मन पर्दैन। त्यसैले मैले सोधेँ उसलाई मन पर्छ चाहिँ को? तपाईँलाई रवि लामिछाने पनि मन पर्दैन, बालेन शाह पनि मन पर्दैन, मन पर्छ चाहिँ को? तपाई। रुपै मोहनी पुरानो पार्टीहरूलाई घन्टी बजाएर जिस्काको भएर यति रिस उठेछ नि, यति रिस उठेछ नि। आज यहाँ हामी पर्दार हिँड्दा चार ड्याङ 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 घन्टी हामीले रुखको जरा बोकेर हिँड्न थाल्यो भने के हुन्छ काङ्ग्रेस? दाइ रुखको जरै बोकेर हिँड्यौँ हान्दिउँ। कांग्रेसका उम्मेदवार रुख नै बोकेर चुनाव प्रचारमा हिँडे। बालेनजीले चाहिँ एउटा कुरा प्रुफ गरिदिनु भयो के, केटाहरूले एउटै ज्याकेटमा पुरै जाडो महिना कटाइदिन सक्छन् के। तपाईहरुलाई थाहा छ म किन कसैलाई पनि मेसेज गर्दिन? किनभने मेरो फ्लर्टिङ स्किल बालेनजी जस्तै छ के। नमस्ते, सन्चै हुनुहुन्छ? चिया खानुभयो त? खाना खानुभयो? बिहान खानामा तरकारी कहाँको खानुभयो? जब एउटा इन्ट्रोभर्ट पोलिटिक्समा आउँछ नि हालत हुने यही हो। यो सबै कुरामा एकजना छुटिनु भयो के, को भनेर हजुरलाई थाहा छ? यो देशको प्रधानमन्त्री म बन्छु। माइनर साम्पाङ ज्यूको बेलचा चलाएर विकास गर्ने रणनीति रहेछ। 1 करोडवटा बेलचा चल्दा कस्तो सुनिन्छ होला है? खड्याङ 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 खड्याङ। विकास इक्वल्स टु ढुङ्गा इन्टु बेलचा स्क्वायर। ठिक छ ठिक छ, बेस्ट अफ लक हर्कजी, आई लभ यु। आई लभ यु। भ्यालेन्टाइन डे को दिन हर्क साम्पाङले रक्सी खाएको भन्दै आलोचना। चुनाव पछाडि त मै हो प्रधानमन्त्री। हर्कज्यू हजुरको प्रधानमन्त्रीको पोस्ट त बालेनज्यूले वामलाङ्गै खाइदिनु भयो त। हिम्मत हारेको भन्नुहुन्छ तपाईँले के? म जति हिम्मतिलो कोही पनि छैन यो देशमा। म धादिङमा सुशासन स्थापना गरी भ्रष्टाचार गर्न आएको हुँ। सरी, माफी माग्न चाहन्छु। सरी है, सरी। के हो आशिका दिदी, अब सिधा कुरा आशिका दिदीसँग गर्न पर्छ जस्तो छ भनेर अरू नेताले भन्छन्, आशिकाले भन्दिन। आशिका तामाङको जिब्रो चिप्लन सक्छ, नियत चिप्लनै छैन। म यो कुराको ग्यारेन्टी दिन सक्छु। अहिले एउटा फाइनल मास्टर प्लान एक्जिक्युट गरेँ मैले। रुटिने दाइ र नेपालको ठुलो मिम पेजेसहरूलाई मेसेज पठाएँ हाम्रो जेनजी झोलेको प्रमोसन गरिदिनु भनेर। एन्ड गेस वाट, चमत्कारै भयो के। कसैको पनि रिप्लाई आएन। रुटिने दाइको त अफकोर्स आएन, उहाँ बालेनजीको बारेमा पोस्ट गर्ने बिजी हुनुहुन्थ्यो। के भाइ तैँले कुरो नबुझिकन बाहिर जे मलाई भन्दै हिँड्ने? आई क्यान अन्डरस्ट्यान्ड। विष्णु दाइ कस्तो भन्ने तँ चिनिया छैनस्? इलेक्सनमा हाम्रो क्यान्डिडेट्सहरूले इलेक्सनमा गर्न पर्ने कुरा बाहेक अरू सबै गरिरहेछन् के। म त महिलाहरूसँग मिल्ने मान्छे हो नि त। अरे हाम्रो दाइ कहाँबाट आउनु भयो? एउटा केटीमा भुलिरहेछ एमाले।
सूर्य थापाले चुनाव प्रचारको बेला जति माला लगाए त्यति नै भोट पाएको भए स्थिति अलि सम्मानजनक हुन्थ्यो। उहाँको प्रचारको तरिका ठिक छैन। यस्तो हात मात्र हलाएर ट्याङ ट्याङ टुङ टुङ मात्र गरेर पुग्छ। ऋषि धमलाबाट केही सिक्नु। तर मैले त्यो प्रेमतिर ध्यानै दिइनँ। मलाई न उनीहरूसँग गफ गर्ने समय नै थिएन मलाई। पत्रकार ऋषि धमलाको मत बिहानसम्म सुन्ने आएको छ। यत्रो गरेर नि धमलाजी हार्नु भयो त। मोबाइलै स्विच अफ भयो जस्तो छ। मन त साँच्चै भनिन मैले त्यो कुरा देखेपछि त मलाई त यति आक्रोश भयो नि, यति आक्रोश भयो नि। आज राम्रो गुड न्युज आउँछ भनेर हामी फुलमालाका सहित उभिएका थियौँ, तर एकदमै गलत निर्णय भयो। मलाई ज्वरो आएको छ 103 दिन। म चुनाव हार्दिनँ। म जनतालाई विश्वास गरिमान्छु। जनता वेल ट्राइड धमलाजी। 1 महिनाको हजुरको छुट्टी त सकिहाल्यो। अब भोलिबाट जनता जान्न चाहन्छन् कार्यक्रममा फेरि भेटौँला। नमस्कार दर्शक, आजको जनता जान्न चाहन्छन् कार्यक्रममा हामी समग्र देशको राजनीति विषयवस्तुमा चिरफाड गर्दैछौँ। प्रचण्डलाई मास्टर माइन्ड बनेको छ। लौ गीत गाएर भोट बटुल्ने ट्राई गर्दै हुनुहुन्छ त। हजुरहरूको टेक्निक त झुटो गफ दिने थियो होइन र? के भयो त्यो टेक्निकको? 10 वर्षभित्रमा यो देशलाई चाहिँ दक्षिण एसियाको त सबभन्दा अगाडि लान्छौँ बनाउँछु भन्न मात्र पाउँदैन। प्रचण्डज्यू मास्टर माइन्ड त हो के यार। लुसु लुसु रुकुमतिर पुग्नु भयो, जित्नु पनि भयो क्या यार। तर प्रचण्डज्यू हजुरको यत्रो वर्षसम्मको 2 जना साथीहरू त छुटिनु भयो त। आउने आउँछन्, नआउने आउँदैनन्। हामी अगाडि बढ्यौँ। रेलगाडी छुटिसक्यो, जो चढ्छ नचढ्ने छुट्छ। इलेक्सन भनेपछि एउटा कुरा छुट्याउनै हुँदैन के। गेस वाट? म्याग्दी प्रहरी। म्यादी भएको बनाउँदै भाइ बहिनीहरू सुन होइन, त्यो डिएसपीले पनि त्यति साह्रो एटिट्युड देखाउँदैन होला क्या। म्याग्दी प्रहरीले पनि आफूले गर्न पर्ने काम बाहेक अरू सबै गरिरहेछन् के। ट्राफिकले जिन्दगी चेक नगरेको मेरो लाइसेन्स आज म्यादी प्रहरी, त्यो निर्वाचन प्रहरीले गर्यो क्या। यसपालिको म्याग्दी ओर्डिनरी म्याग्दी होइन नि त, फेरि जेन्जी म्याग्दी हो। जेन्जीको पारा देखाउनै पर्यो नि। कान्छीलाई फोन गरी टक्क लाएर होइन, एकचोटि इग्नोर गरेपछि त बुझ्नु नि हौ। तँमा अलिकति सेल्फ रेस्पेक्ट भन्ने कुरा छ कि छैन? चुनाव त हुँदै गर्छ, तर अहिले म्याग्दी भइसकेपछि टिकटक त बनाउनै पर्यो। म्याग्दी प्रहरीलाई टिकटक समेत बनाउन गाह्रो छ के। एउटा ठुम्का लगाउन पासेन, लुगै फुस्केला जस्तो छ। एकचोटि सलाम ठोक्दा पाइटै फुस्किने सम्भावना। म्याग्दी प्रहरीको 40 दिन नपुग्दै लप परिसक्यो के त्यहाँ। तपाईहरुलाई थाहा छ म कुन पार्टीलाई सपोर्ट गर्छु? तर कुन पार्टी मन पर्छ? होटेमा रुखमा रक्सी मासु मुखमा सही पनि एमाले मै पनि एमाले। अब फेरि अर्को नयाँ घन्टी भने अर्को लौरो भने हल्लायो उडे। आज डे 7 द फाइनल डे अफ जेन्जी झोले पेज। टिकटकमा 244 फलोअर्स र इन्स्टामा 70 फलोअर्स भनेको इज अ भेरी बिग डिल के। हुन त हाम्रो फलोअर्स भन्दा फलोइङ बढी छ। त्यतातिर चाहिँ नजम। अलिकति लाज घिन भन्ने त मान्छेमा हुन पर्छ के। क्लासिक फलोअर्स बढाउने निन्जा टेक्निक। निन्जा आयो 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 निन्जा। नेपालमा साँच्चीकै परिवर्तन आएको छ। नेपाली जनताले भदौ 23 र 24 मा बालबालिकाहरूको बगेको रगतलाई नबिर्सिकन भोट दिनुभएको छ। जनताले चाहे भने वर्षको शासनलाई ढलाउन सक्छन् भन्ने कुरा प्रुफ भएको छ। म नेपाल हाँसेको हेर्न चाहन्छु भन्दा भन्दै फाइनली नेपाल हाँस्न थालेको छ। नेपाल आमा फेरि रुनु भएको छ। 16 वर्षको इनिसा बहिनीको जुन किसिमले रेप र हत्या भएको छ नि, जस्टिस छिटो सर्भ हुनै पर्छ। इनिसा बहिनीको आत्माले शान्ति पाओस्। बालेन शाहज्यू, नेपालको जनताले चुनिएको प्राइम मिनिस्टरलाई धेरै धेरै बधाई छ। म युबी किङको फ्यान। सब्सक्राइबको बटनमा थिचे मैले ड्याङ्की ड्याङ। तर डोन्ट गेट मी रङ, यस वी शुड
ट्रस्ट एन्ड सपोर्ट अहिले बनेको सरकार बालेन दाइ। तर यो भन्दै गर्दा नेताहरूलाई भगवानीकरण गर्ने नेपालीहरूको चलन चाहिँ बदल्नुपर्छ। कुनै जमानामा केपी ओली प्रचण्ड देउबा नेताको रूपमा भगवानै थिए। पार्लियामेन्टमा स्ट्रङ अपोजिसन छैन, त्यसैले जनताले नै राइटफुल क्वेसन एन्ड लजिकल क्रिटिसिजमहरू गर्नुपर्छ। देश 1-2 महिनामा बन्दैन, 30 वर्षको धुलो बढाल्नको लागि टाइम लाग्छ। सो जनतामा नि पेसेन्स र धैर्यता हुनुपर्छ। सरकार मात्र राम्रो भएर हुँदैन, जनता नि इक्वल्ली राम्रो हुनुपर्छ, अनि मात्र नेपाल बन्छ। आँखा छोपेर कसैको झोले नबनौँ, न पुरानो पार्टिसको न नयाँ पार्टिसको झोले बनिने भए नेपालको झोले बनाऊँ। अब फाइनली हामी हाम्रो फेस रिभिल गर्नेवाला छौँ। यो जेन्जी झोलेको मास्कको पछाडि कति तरुणी र तन्नेरीको पछि मात्रै लाग्ने तिमीहरू कहिलेकाहीँ देश हो श्रमदानमा पनि आउन, देशको लागि पसिना बगाउँ कस्तो हुँदो रहेछ।